म तपाईहरुको लागि लिएर आइसकेका छु आजको पाठमा साइन्स को भिडियो केमिस्ट्री धेरै विद्यार्थीहरुलाई धेरै हार्ड लाग्छ त्यही भएर म केमिस्ट्री माथि भिडियोहरु बनाइरहेको छु र धेरै विद्यार्थीहरुलाई समस्या हुन्छ कि हाउ टु फाइन्ड भ्यालेन्सी अफ एन एलिमेन्ट यानी कि कुनै तत्वको हामी संयुक्ता भ्यालेन्सी कसरी निकाल्ने त्यही टपिकमा आज हामी कुरा गर्छौं र हामी बुझ्छौं सिक्छौं ठीक ल नभए हामी टपिक तिर लागौं टपिक हो के हाउ टु फाइन्ड भ्यालेन्सी अफ एन एलिमेन्ट भ्यालेन्सी हामी तत्वको कुनै कसरी निकाल्ने जस्तै सबभन्दा पहिला हुन्छ के एल एम एन ओ पी क्यू 1 2 3 4 5 6 7 यो सातवटा हाम्रो के भइहाल्छ सेल यो सातवटा हाम्रो के हो सेल हो अब सेलमा यो सेलमा कुन-कुनमा कति-कतिवटा हुन्छ त्यसलाई हामी के भन्छौं इलेक्ट्रोन संख्या हो जस्तै हेर त यसमा हुन्छ 2 8 18 32 हामीलाई यो चारवटा सेल सम्म मात्रै पढ्नु छ सेल हुन्छ कति त सातवटा तर हामीलाई चारवटा सेल सम्म मात्रै पढ्नु छ त्यही भएर हामी चारवटा सेल सम्मै मात्र पढ्छौं त्यसमा हाम्रो के मा हटाउने क्षमता हुन्छ इलेक्ट्रोन हटाउने क्षमता हुन्छ दुईवटा एल मा 8 वटा अर्को एम मा 18 वटा र एन मा हाम्रो 32 वटा हुन्छ त्यो हामी कसरी फाइन्ड गर्न सक्छौं एकचोटी हेरौं त यो फाइन्ड गर्ने तरिका हो 2n² फर्मुला ध्यान देऊ त यो फर्मुला माथि यो फर्मुलाले हामीलाई सिकाउँछ कि एल मा कसरी के मा कसरी दुईवटा इलेक्ट्रोन कैपेबल हुने क्यापेसिटी हो एल मा 8 वटा कसरी हो एन मा 18 वटा कसरी हो र एन मा 32 वटा कसरी हो अब हेरौं त मानव यसलाई हामी 1 मान लियौ यो सेललाई 2 यो सेललाई 3 र यो सेललाई 4 सपोज हामी मान दियौ किनभने 1 2 3 4 हामी लेट गर्न सक्छौं हेर त मानव एक नम्बरमा हामी 2n² निकाल्छौं भने 2n² हो अब हेर 2 भनेको 2 को 2 बीचमा केही छैन भने इन्टु n भनेको के हो नम्बर त नम्बर त हामी 1 2 3 र 4 राख्या छौ भने यसलाई हामी के गर्ने 1 गर्दिने किनभने हामी 1 को निकाल्छौं त 1 को होल स्क्वायर 2 इन्टु 1 को होल स्क्वायर भनेको 1 नै हुन्छ किनभने 1 ले गुणा गर्छ 1 मा 1 नै हुन्छ त 1 त 2 इन्टु 1 गर्छ भने 2 एकाइ 2 नै हुन्छ त्यही भएर 2 मा हटाउने क्षमता कति हो सरी के मा इलेक्ट्रोन हटाउने क्यापेसिटी कति हो 2 वटा त 2 वटा आयो यहाँ 2 वटा आयो ठीक जस्तै अर्को हामी 2 नम्बरमा हेर्छौं फेरि 2n² फर्मुलामा हाम्रो हुन्छ 2 को 2 इन्टु n भनेको अब के मा जाने 2 मा त 2 मा जान्छ भने 2 को होल स्क्वायर त 2 इन्टु अब 2 को होल स्क्वायर भनेको 2 दुना 4 त 4 हुन्छ त 4 दुना 8 त 8 यसको के हुन्छ होल स्क्वायर सरी 8 भनेको यसको के हुन्छ के सेलमा एल सेलमा हटाउने क्यापेसिटी भयो ठीक त्यस्तै हामी सिमिलरली हामी एम सेलमा जान्छौं 3 नम्बर फेरि 2n² 2 को 2 इन्टु n भनेको अब 1 2 गर्यो भने अब पालो 3 को होल स्क्वायर 2 इन्टु 3 को होल स्क्वायर भनेको 3 तिहाई 9 9 गर्छ भने 9 दुना 18 आयो यसमा पनि 3 नम्बरमा 18 आयो ठीक त्यस्तै हामी गर्छौं अर्को 4 नम्बरको 4 नम्बरको गर्छौं त्यस्तै हाम्रो के हो 4 नम्बरमा हामी फेरि 2n² फर्मुला हैन त्यस्तै हामी गर्छौं 2 को 2 इन्टु n भनेको अब 1 2 3 त भयो अब के हुन्छ 4 त 4 को होल स्क्वायर 2 इन्टु 4 को होल स्क्वायर भनेको 4 चौका 16 तो 16 दुना 32 यो भयो 32 यो भयो 32 हामीलाई कक्षा 10 सम्म लगभग हामी के एल एम र एन मात्रै पढ्नु छ तर सेल कतिवटा हुन्छ 7 वटा एम एन पनि छ त्यसपछि ओ पी र क्यू पनि हुन्छ तर त्यो हामीलाई पढ्नु छैन तर पनि मानौ हामी निकाल्न कोसिस गर्छौं भने ओ पी र क्यू पनि निकाल्न सक्छौं यही फर्मुलाको आधारमा अब हामी 5 मा जान्छौं यसलाई हामी 5 मान दिने यसलाई 6 र यसलाई 7 मान दिने ठीक त्यसैले त फेरि 2n² मा जान्छौं भने
2 into n को संख्या 5 होगा होल स्क्वायर 2 into 5 को 5 गर्छ भने कति हुन्छ 50 सरी 25 हुन्छ 50 25 त 25 into 2 गर्छ भने 50 त यो हाम्रो यसको संख्या यहाँ हो त यसमा अटाउने क्षमता कति हुन्छ 50 वटा फेरि त्यस्तै हामी 6 को गर्यो भने 2n स्क्वायर 2 into n भनेको 6 त 6 को गर्यो भने 2 into 36 त 36 गुना 72 त यसमा अटाउने क्षमता कति हुन्छ 72 ठीक त्यस्तै हामी 7 नम्बर को एउटा गर्यो भने फेरि 2n स्क्वायर 2 into 7 को होल स्क्वायर इक्वल टु 2 into 7 सते 49 त 49 गुना कति हुन्छ 98 त 98 यसमा अटाउने क्षमता कति हुन्छ 98 त हामी लगभग हाम्रो 10 कक्षासम्म 3 वटा मात्रै पढ्नु सरी 4 वटा मात्रै पढ्नु छ सेलको बारेमा बट यहाँ हामी 7 सम्म पढ्यौ कि 7 मा पनि 6 मा पनि र 5 मा पनि इलेक्ट्रोन अटाउने क्यापेसिटी कति कतिवटा हो त्यो हामी के गर्यौ त फाइन्ड गर्यौ त्यही भएर अब यसपछि हामी जाने कसरी हामी भ्यालेन्सी निकाल्न सक्छौं संयुक्ता हामी कसरी फाइन्ड गर्न सक्छौं त्यसको हामी टपिकतिर लाग्छौं ठीक छ यो आई होप मलाई लाग्छ कि सबैजना बुझिसक्नु होला किनभने यो केवल एउटा 2n स्क्वायर फर्मुला हो जसले हामीले के सिकाउँछ कि कुन सेलमा कति कतिवटा इलेक्ट्रोन अटाउन सक्छ त्यसलाई हामी हाम्रो यो 2n स्क्वायर फर्मुलाले के गर्छ त सिकाइरहेछ सिकाउँछ ठीक ल अब नभए हामी यसलाई इरेज गर्छौं मेट्छौं अब हामी पढ्ने 2n स्क्वायर फर्मुलाबाट त यो पढ्यौ अब हामी पढ्ने कसरी भ्यालेन्सी निकाल्न सक्छौं 1 को 2 को 1 देखि लिएर हरेक एलिमेन्टको भ्यालेन्सी हामी कसरी निकाल्न सक्छौं त्यसको बारेमा हामी फेरि क्लियरली रूपमा पढ्ने जस्तै के मा कतिवटा थियो 2 l मा 8 m मा कति 18 र n मा कति 32 बट हामीलाई यहाँ 1 देखि 20 सम्म एलिमेन्टको भ्यालेन्सी मात्र निकाल्नु छ 8 9 10 को लागि कक्षा 8 कक्षा 9 र कक्षा 10 को लागि त्यही भएर हामी यहाँ हुन्छ अर्को के सेलमा 2 वटा हुन्छ अटाउने क्यापेसिटी यो सेलमा 8 वटा हैन फेरि m सेलमा पनि 8 वटा र n सेलमा हाम्रो हुन्छ 2 वटा अटाउने क्षमता अब काउन्ट गर्नुस् त 2 8 10 10 8 18 र 18 2 20 त्यही भएर हामी 20 सम्म 8 9 10 मा मात्रै पढ्नु पर्छ त्यही भएर म 20 सम्मको मात्र निकाल्छु त्यसपछि काम अरुको लाग्छ भने फेरि अर्को क्लासमा हामी अरुको पनि फाइन्ड गर्न सक्छौं त्यही भएर हामी पहिला 20 सम्मको फाइन्ड गर्ने कसरी निकाल्ने हेर त सबभन्दा पहिला 1 नम्बरमा के हो हाइड्रोजन हाइड्रोजनको संकेत के हो सिम्बल के हो EH त हाइड्रोजनको निकाल्नु पर्यो भने के सेलमा कतिवटा हुन्छ एउटा बट के सेलमा अटाउने क्यापेसिटी कति हो 2 वटा फेरि 2 भन्दा बढी जान्छ भने अर्को सेलमा हामी जान्छौं र 2 भन्दा कम हुन्छ भने हामी यसमा 2 भन्दा कमै राख्ने अब 1 भयो भने अब ध्यान देऊ यसको पनि एउटा नियम हुन्छ यदि कुनै सेलको अन्तिम कक्षमा इफ द लास्ट सेल अफ एन एलिमेन्ट यानी कि कुनै सेलको अन्तिम कक्षमा यदि 1 देखि 4 सम्म नम्बर छ भने 1 देखि 4 सम्म इलेक्ट्रोन संख्या छ भने त्यसको भ्यालेन्सी त्यही भइहाल्छ 1 छ भने 1 नै भइहाल्छ 2 छ भने 2 भइहाल्छ 3 छ भने 3 नै हुन्छ र 4 छ भने 4 नै हुन्छ तर फेरि 1 देखि 4 सम्म छ भने त्यही रहिहाल्छ तर 4 भन्दा माथि गयो भने हामी के गर्ने 8 बाट घटाइदिने के गर्ने 4 भन्दा यदि माथि गयो इलेक्ट्रोनको संख्या यानी लास्ट सेलमा त हामी के गर्ने 8 बाट त्यसलाई घटाइदिने जस्तै अब हेर त यसको लास्ट सेल यसको लागि के भयो त्यही भएर के मा एउटा यदि छ भने यसको भ्यालु के हुन्छ एउटै हुन्छ त्यसको भ्यालेन्सी इक्वल टु 1 हामी लेख्न मिल्छ यो यल डबल भयो यो भ्यालेन्सी इक्वल टु 1 भयो हाइड्रोजनको ठीक त्यस्तै हामी 2 नम्बरको के पढ्छौ हिलियम यो हिलियम पढ्नु भन्दा पहिला हामी एउटा नियम भनेको यो बुझिनु पर्छ
यसमा एउटा पर्छ अक्टेट नियम र डुब्लेट नियम, यानी कि अक्टेट रुल्स र डुब्लेट रुल्स। अक्टेट रुल्स भनेको के हो? कुनै सेलमा 2 वटा इलेक्ट्रोन अटाउने क्षमता हो र 2 वटा यदि अटाइहाल्यो भने त्यस्तोलाई हामी के भन्छौं? अक्टेट नियम। अब हामी के थियो, कहाँ थियो त? अक्टेट नियम र डुब्लेट नियममा। अक्टेट नियम भनेको के हो? त जुन सेलमा 8 वटा इलेक्ट्रोन अटाउने क्षमता हो र त्यो सेलमा यदि 8 वटा इलेक्ट्रोन अटाइहाल्यो भने त्यस्तो किसिमको नियमलाई हामी के भन्छौं? अक्टेट नियम। अर्को चाहिँ हाम्रो डुब्लेट नियम। डुब्लेट नियम भनेको जुन सेलमा 2 वटा इलेक्ट्रोन अटाउने क्यापेसिटी हो र त्यसमा यदि 2 वटा इलेक्ट्रोन फुलफिल भइसक्यो भने त्यस्तो नियमलाई हामी के भन्छौं? डुब्लेट नियम। त यो नियममा के हुन्छ? यसमा भ्यालेन्सीहरुमा त्यो नियमले यसलाई के इफेक्ट पार्छ कि जुन सेलमा 2 वटा इलेक्ट्रोन अटाउने क्षमता हो र त्यस सेलमा इलेक्ट्रोन यदि 2 वटा अटाइहाल्यो भने त्यसको भ्यालेन्सी के हुन्छ? 0 भइहाल्छ। यो एउटा हो। अर्को पनि हो, जुन सेलमा 8 वटा इलेक्ट्रोन अटाउने क्यापेसिटी हो र त्यसमा यदि 8 वटा फुलफिल भइसक्यो भने त्यसको भ्यालेन्सी पनि हामी 0 लेख्न त्यहाँ मिलिहाल्छ। त्यही भएर अक्टेट नियम र डुब्लेट नियमवालाहरुमा हामी भ्यालेन्सी के हुन्छ? हाम्रो 0 भइहाल्छ। त्यही नियम थियो, त्यही बताइदिए मैले, किनभने धेरै जनालाई फेरि थाहा हुँदैन त यो हाम्रो भ्यालेन्सी निकाल्न अप्ठ्यारो हुन्छ। एउटा अरु कुरा पनि भने थिए कि जुन सेलको अन्तिम कक्षमा यदि 1 देखि 4 सम्म एलिमेन्ट छ भने त्यसको भ्यालेन्सी के हुन्छ? त्यतिकै रहिहाल्छ। बट 4 भन्दा बढी भयो भने त्यसको भ्यालेन्सीले के गर्ने? हामी 8 बाट अन्तिम सेलमा रहेको इलेक्ट्रोनलाई हामी के गर्ने? माइनस गरिदिने, घटाइदिने। त्यसको आफै के हुन्छ? भ्यालेन्सी आइहाल्छ। जस्तै हिलियम। हिलियममा के छ? के सेलमा 2 वटा। त हेर्नुस् त 2 वटा के मा अटाउने क्षमता हो र 2 वटा पुरा भइहाल्यो। त यसलाई हामीले के भन्छौं? डुब्लेट नियम, यानी कि डुब्लेट रुल्स। त यसको भ्यालेन्सी के हुन्छ? 0। 2 वटा थियो वा 2 वटा भइहाल्यो भने यसको भ्यालेन्सी अब यसलाई VALENCY इक्वल टु 0 लेख्न मिलिहाल्छ। ठीक? त्यस्तै हामी 3 नम्बरमा बनाउँछौं के? लिथियम हो नि। लिथियमको के सेलमा 2 वटा। अब हेर 2 भन्दा यदि बढी भयो भने अब हामी के जाने छ? यल सेलमा। फेरि 8 भन्दा बढी जान्छ त हामी फेरि यो यल सेलमा जान्छौं। फेरि यो भन्दा बढी जान्छ त यो सेलमा जान्छौं। त हामी 2 भन्दा बढी भयो, 3 मा छ लिथियम, त्यही भएर हामी यल सेल पनि लगाउनु पर्छ। यल सेलमा कतिवटा भयो? एउटा, किनभने 3 वटा गर्नु छ, 2 1 3 वटा भयो। त मैले के भनेको थिए? जुन सेलको अन्तिम कक्षमा हाम्रो 1 देखि 4 सम्म एलिमेन्टको संख्या हुन्छ र त्यसमा के भइहाल्छ? त्यसको भ्यालेन्सी त्यही भइहाल्छ। त्यसको भ्यालेन्सी पनि के भयो? B इक्वल टु 1 भयो। ठीक? अर्को हामी 4 मा जान्छौं के? बेरिलियम। यसको के सेलमा 2 वटा र यल सेलमा 2 वटा हो। त के सेलमा 2 वटा, यल सेलमा 2 वटा। के भनेको थिए? 1 देखि 4 सम्म अन्तिम कक्षमा हुन्छ भने भ्यालेन्सी त्यही भइहाल्छ। त्यसको B इक्वल टु 2। ठीक? त्यस्तै 5 मा जाऊ हामी। 5 मा के छ? बोरन। के सेलमा 2 वटा, यल सेलमा 3 वटा। त्यसको भ्यालेन्सी के हुन्छ? लास्ट सेलमा 3 छ, हामी 3 भ्यालेन्सी भयो इक्वल टु 3 भइहाल्छ। ठीक? त्यस्तै 6 मा जाऊ हामी। 6 मा के छ? कार्बन। के सेलमा 2, यल सेलमा 4। त लास्ट सेलमा 4 सम्म छ, 4 सम्म छ भने 4 सम्म भ्यालेन्सी हुन्छ। त्यसको B इक्वल टु के हुन्छ? 4 भइहाल्छ। अब हामी जान्छौं के मा त? 7 मा। 7 मा के हो? नाइट्रोजन। हेर्नुस् त के मा 2 वटा, यल मा के 5 वटा। अब मैले के भनेको थिए? 1 देखि 4 सम्म हुन्छ भने भ्यालेन्सी त्यतिकै रहिहाल्छ। तर 4 देखि यदि बढी गयो भने हामी के गर्ने त? 8 बाट त्यसलाई घटाइदिने। त यो 5 छ, तब हामी 8 माइनस यो अन्तिम कक्षमा कति थियो? 5। त हामी 5 गर्छौं भने कति हुन्छ? 3। त B इक्वल टु यसको 3 भइहाल्छ। यही हो। ठीक? त्यस्तै हामी 8 को गर्छौं। मानौ 8 मा के छ? अक्सिजन। के सेलमा 2 वटा, यल सेलमा 6 वटा। त्यसको भ्यालेन्सी के गर्ने? 8 बाट अन्तिम सेलमा रहेको इलेक्ट्रोन घटाइदिने। त 8 माइनस 6 गर्छौं भने कति हुन्छ? 2। त B इक्वल टु यसको के भइहाल्छ? 2। हामी 2 लेख्दिने। अर्को 9 मा के छ? फ्लोरिन। एफएल। त के मा 2 वटा, यल मा 7 वटा। त के भनेको थिए? 5 भन्दा बढी हुन्छ भने 8 बाट घटाइदिने अन्तिम सेलको इलेक्ट्रोनलाई।
त अन्तिम सेल 8 माइनस अब अन्तिम सेल के हो 7 त इक्वल टु गर्छ भने 1 यसको b इक्वल टु कति भइहाल्छ 1 ठीक यो यस्तो यस्तो हो त्यस्तै अर्को हामी के हुन्छ 10 नम्बरमा के छ नियोन को के सेलमा 2 वटा आइएल सेलमा 8 वटा 10 भयो अब हेर्नुस् त यहाँ के हुन्छ 8 वटा इलेक्ट्रोन आइहाल्यो यसलाई हामी के भन्छौ अक्टेट नियम 8 वटा हटाउने एलमा क्षमता छ र 8 वटा आइहाल्यो भने यसलाई हामी कुन रुल भन्छौ अक्टेट रुल त अक्टेट रुल को अनुसार के हुन्छ यसको भ्यालेन्सी 0 भइहाल्छ यानी कि 0 भइहाल्छ यसको b इक्वल टु 0 यानी कि 8 माइनस 8 गर्छ भने 0 त्यही भएर भ्यालेन्सी 0 भइहाल्छ ठीक अब हामी अर्को गर्छौं यतातर्फ अलि ठीक छ अब हाम्रो के हुन्छ 11 नम्बरमा के हुन्छ सोडियम पनि के सेलमा 2 वटा एल सेलमा 8 वटा अब 8 भन्दा बढी भयो भने हामी के गर्ने अर्को सेलमा जाने अब के हुन्छ एम सेलमा कति वटा एउटा त्यसको b इक्वल टु कति भइहाल्छ 1 किनभने मैले भनेको थिए कि 1 देखि 4 सम्म यदि अन्तिम कक्षमा छ भने त्यसको भ्यालेन्सी त्यही रहिहाल्छ त्यसको भ्यालेन्सी हाम्रो 1 भइहाल्यो त्यसपछि 12 नम्बरमा के हो म्याग्नेसियम Mg यसको के सेलमा 2टा एल सेलमा 8 वटा र एम सेलमा 2 वटा त्यसको भ्यालेन्सी पनि कति रहिहाल्छ त्यसको भ्यालेन्सी b इक्वल टु 2 भइहाल्छ किनभने यसको अन्तिम कक्षमा 2टा हो अब हामी 13 नम्बरमा जान्छौं 13 नम्बरमा के हुन्छ अल्युमिनियम के सेलमा 2 एल सेलमा 8 र एम सेलमा 3 यसको भ्यालेन्सी कि b इक्वल टु 3 भइहाल्छ किनभने अन्तिम कक्षमा यसको के हो 3 वटा अब हामी जान्छौं 14 नम्बरमा सिलिकन हैन के सेलमा 2टा एल सेलमा 8 वटा र एम सेलमा 4 वटा यसमा पनि के हो अन्तिम कक्षमा हाम्रो के हो 4 छ त्यही भएर यसको भ्यालेन्सी पनि 4 भइहाल्छ ठीक त्यस्तै गरेर हामी 15 नम्बरमा जान्छौं 15 नम्बरमा जान्छौं यता हामी त 15 नम्बरमा के छ फस्फोरस त फस्फोरसमा के सेलमा 2टा एल सेलमा 8 वटा र एम सेलमा 8 2 10 5 15 वटा अब भने दिए कि 5 भन्दा 4 भन्दा बढी जान्छ त हामी के गर्ने 8 वटा घटाइदिने यहाँ 8 माइनस लास्ट सेलमा कति वटा 5 त 5 गर्छ भने कति हुन्छ 3 यसको b इक्वल टु 3 भइहाल्छ भ्यालेन्सी इक्वल टु 3 त्यस्तै हामी 16 नम्बरमा जान्छौं भने के हो सल्फर के सेलमा 2टा एल सेलमा 8 वटा र एम सेलमा 6 वटा यस्तो गर्यो भने यसको अन्तिम कक्षमा कति वटा हो 6 वटा त 8 माइनस 6 गर्छ भने कति हुन्छ 2 यसको b इक्वल टु 2 आन्सर भइहाल्छ यसको 16 नम्बरको भ्यालेन्सी हाम्रो के हुन्छ त 2 भइहाल्छ त्यस्तै हामी अर्को नम्बरको पनि गर्छौं यसलाई हामी अलि मेट्छौं ठीक छ यसलाई मेटेर हामी मानौ 17 नम्बरको गर्नु छ 17 नम्बरको त के हो क्लोरिन के सेलमा 2टा एल सेलमा 8 वटा एम सेलमा 7 वटा हुन्छ 8 2 10 7 17 वटा त्यसमा के छ 5 भन्दा बढी छ 4 भन्दा हामी 8 माइनस 7 गर्छौं कति हुन्छ 1 त्यसको v इक्वल टु कति हुन्छ 1 भ्यालेन्सी यसको 1 भइहाल्छ त्यस्तै हामी 18 नम्बरमा जान्छौं 18 नम्बरमा के हो आर्गन Ar के सेलमा 2टा एल सेलमा 8 वटा एम सेलमा 8 वटा ठीक छ अब हेर्नुस् त यहाँ एम सेलमा 8 वटा इलेक्ट्रोन हटाउने क्षमता हो र 8 वटा हटाइहाल्यो भने यो कुन नियम फलो गरिरहेछ त अक्टेट नियमको आधारमा यसको भ्यालेन्सी के भइहाल्छ 0 भइहाल्छ 8 माइनस 8 गर्छ भने 0 त्यही भएर यसको b इक्वल टु 0 भइहाल्छ ठीक त्यस्तै हामी अर्को 19 नम्बर गर्यौ भने 19 नम्बरमा के हो पोटासियम के यसको के सेलमा 2 एल सेलमा 8 एम सेलमा 8 र एम सेलमा कति हुन्छ 1 त हामी भनेको थियौ कि जुन सेलको अन्तिम कक्षमा 1 देखि 4 सम्म हुन्छ त्यसको भ्यालेन्सी के हुन्छ त्यही भइहाल्छ यसको b इक्वल टु के हुन्छ 1 किनभने यसमा 1 नै संख्या हो अर्को छ हाम्रो 20 नम्बर के हो क्याल्सियम के सेलमा 2 वटा एल सेलमा 8 वटा र एम सेलमा 8 वटा एम सेलमा कति वटा 2 वटा
यदि अन्तिम कक्षमा 1 देखि 4 सम्म छ भने हाम्रो के हुन्छ भ्यालेन्सी त्यही भइहाल्छ। त यसको V इक्वल टु कति भइहाल्छ 2 किनभने क्याल्सियमको अन्तिम कक्षमा कतिवटा इलेक्ट्रोन हो 2 वटा त्यही भएर 2। अब जस्तै मानौ हामीहरु यो याद गर्दैनौ पढ्दैनौ भने बुझ्दैनौ भने हामी केही गर्न पनि सक्दैनौं। त्यही भएर भन्छु मात्र पढेर हुँदैन, मात्र पढेर ज्ञान हुँदैन, बुझेर बुझ्नु पर्छ, त्यसलाई याद गर्नु पर्छ, बुझ्नु पर्छ सबभन्दा पहिला। यदि बुझेको छैन भने एकचोटी बुझेको छैन भने दुईचोटी तीनचोटी चारचोटी पाँचचोटी हामी के गर्नुपर्छ रिपिट गर्नुपर्छ। यदि रिपिट गरेनौ भने हामीलाई केही पनि याद हुँदैन। केही पनि याद हुँदैन भने त्यो मान्छे त्यो विद्यार्थी कहिले पनि सफलता प्राप्त गर्न सक्दैन, कहिले पनि अगाडि बढ्न सक्दैन। त्यही भएर भन्छु पटक पटक भिडियोहरु हेर्नुस्, स्किप नगर्नुस्, लाइक सब्स्क्राइब गर्नुस् र साथै कमेन्ट पनि गर्नुस्। र कुन ठाउँबाट हुनुहुन्छ तपाई कमेन्टहरु गर्नुस् कि म यो ठाउँबाट छु भनेर। तब नि मलाई पनि थाहा लाग्छ, खुसी लाग्छ कि मेरो भिडियो लगभग अरु देशमा पनि चलिरहेछ अथवा आफ्नै देशमा चलिरहेछ कि कुन ठाउँबाट कुन ठाउँसम्म पुग्यो भनेर मलाई पनि के हुन्छ गर्व फिल हुन्छ। त्यही भएर म यतिकै भन्दै यो भिडियोलाई समाप्त गर्न चाहन्छु र हामी फेरि यसको अर्को पाठहरु लिएर आउँछौं। धन्यवाद।